हेलो हेलो साथीहरु नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला नि। म पनि सन्चै छु। धेरै दिन पछाडि फेरि एउटा भिडियो हाल्न खोजिराखेको छौं। सो साथीहरु आज चाहिँ म के गर्दैछु सो तपाईहरुलाई भन्नेछु, हेरेर माया गर्दिनु होला। सो साथीहरु आज चाहिँ हामी म चाहिँ 2 क्लासको बच्चाहरुसँग चाहिँ आज चटपटे बनाएर खाने भनेर चाहिँ मैले सबैजनासँग प्लानिङ बनाएको थियो। प्लान गरेर चाहिँ यहाँ मैले चटपटे बनाउन सुरु गरिसकेको छौं। विशेष गरी यहाँ हाम्रो दाइले चाहिँ सबै कुराहरु काटेर चाहिँ उहाँले चाहिँ सहायता गर्नुभएको छ। सो साथीहरु मैले चाहिँ अब चटपट बनाउनलाई तयार गरिसकेको छौं। हामी चाहिँ जिके क्लासमा चाहिँ विशेष गरी हामी खाने भनेर चाहिँ विचार गरेको थियो। अनि आज चाहिँ बच्चाहरुसँग खानालाई हाम्रो कुक दाइले पनि यहाँ काट्नलाई सहायता गर्नुभएको छ। अनि यहाँ सुन्तला पनि छ है, म खानेवाला छौं। अनि यो पनि हाल्ने भनेर एकदमै मिठो हुन्छ है साथीहरु यो बडेला चाहिँ। अनि त्यसपछि दाइले काट्न सहायता गर्नुभयो। सबै कुरो काटिसकेका छौं। सो हेर्न सक्नुहुनेछ यहाँनिर बन्दा अनि टमाटरहरु सबै काटेर रेडी बनिसकेको छ। अब चाहिँ बनाउनको लागि चाहिँ यहाँनिर दाइले काट्दै हुनुहुन्छ, म चाहिँ यहाँ बन्दा हाल्दै छु। अनि विशेष गरी अनि त्यसपछि टमाटर र प्याज पनि काटिसकेका छौं। अब हामी हाल्दै छौं। अनि त्यसपछि चाहिँ यो बारेला पनि हाल्दै छौं साथीहरु। अनि विशेष गरी अनि त्यसपछि चाहिँ यहाँनिर कलर भन्नाले नि यहाँनिर चाहिँ तेल अनि सँगसँगै अरु कलरहरु छ, एकदमै राम्रो हुनेवाला छ साथीहरु। सो साथीहरु यहाँनिर चाहिँ के अरे हामीले चाहिँ पुरै बनाइसकेका छौं। म चाहिँ आज स्कुलमा पनि यस्तो ड्रेस लाएर आएको छु। अनि यो ड्रेस चाहिँ हाम्रो फाउन्डर सरले मलाई गिफ्ट गर्नुभएको। अनि त्यही भएर म चाहिँ आज यस्तो ड्रेसमा आएको छु। सो साथीहरु कार्ड पनि छ हैन। अनि यहाँनिर चाहिँ चटपटे बनाउँदै छौं। हामी 2 क्लासको 15-16 जना स्टुडेन्टसँग चाहिँ खानाको लागि मैले यहाँ बनाइराखेको छु। सो साथीहरु मिठो हुनेवाला छ, एकदमै राम्रो। हेर्दाखेरि हेर्नु त एकदमै राम्रोवाला छ, राम्रो हुनेवाला छ है साथीहरु। मैले एकजना साथी मेरा मिसलाई चाहिँ दिन लागिराखेको छ। यो चाहिँ हाम्रो मिसलाई दिनलाई राखेका छौं भने यहाँ रेडी भइसकेका छौं। रेडी भइसकेर पनि मैले चाहिँ विशेष हाम्रो दाइलाई चाहिँ मैले हालेर दिइसकेका छु। उहाँ चाहिँ खाना सुरु गरिसक्नु भएछ। अब हातले मिठो हुन्छ। सो मिठो भएछ दाइ, एकदम मिठो भएको छ। म चाहिँ साथीहरु स्टुडेन्टहरु सँगसँगै खाने छौं हैन। यहाँ एकदमै राम्रो भएको छ। मैले मोलेर नि पिरो पनि भएको छ, एकदमै भएको छ है। 15-16 जनाको लागि बनाएको। सो सबैजनालाई चाहिँ सबैजना हामी चाहिँ उसमा खाने छौं, प्लास्टिकमा हालेर है, चौचौको बट्टामा हालेर खाने छौं। अब चाहिँ म क्लासमा जान लागिराखेको छु। सो अब चाहिँ हामी साथीहरुसँग जाने छौं, बच्चाहरुसँग। ल भेटे सो यता हाम्रो मिसले है चटपटे बाड्दैछ एकदम। हेलो हेलो है हाम्रो बच्चाहरु चाहिँ एकदम खुसी भइरहेको छ। स्टुडेन्टहरु एकदम हँसिलो छ। हाम्रो यो मोटे भाइ चाहिँ एकदम लगभग 45 किलो जति होला है। सानो 10 वर्षको मान्छे नि 45 किलो भनेको त कम होइन नि। बाँकी भएको फेरि म साथीहरुलाई फेरि हाल्दिन्छु। ल खाना मैले धेरै खान सक्दिन। मिठो लागेर खानु नमिठो होइन है हाम्रो मिस चाहिँ एकदम एक्टिभ, चटपटे आफै बनाउने आफै खाने, बच्चाहरूलाई पनि दिने। हाम्रो मिसले यति खानु सक्नुहुन्छ र? ए
क्लास है यो। सक्दैन नि ल है हामी टोटल 2 क्लासको बच्चाहरू 15 जना जति छ होला समथिङ। हो 16 अनि म भिडियो बनाउनेसँग 17 जना। हाय लामो पिरो भएको हो पिरो भयो यता हेर्नुहोस्। ल यसलाई पनि सबैलाई देखाउँछु हेर्न कति राम्रो राम्रो मान्छेहरू छन् यतातिर। केटी चाहिँ यहाँ 3 जना मात्रै हो म समेत चाहिँ 4 जना छौँ साथीहरू। ए 4 जना पो रहेछ। अचार थप दिँदैछ है किनकि अलि बजेको कारणले थप दिँदैछ। सब्सक्राइब हाम्रो युट्युब च्यानल आउँदैछ है युट्युब च्यानलबाट सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। है मिसले बाँडिसकेर अब उहाँ पनि खाँदैछ यतिसम्म बाँकी बसेको छ। वाउ कति राम्रो चटपटे चटपटे खाएर तपाईँहरू सबैजना छट नपटिनु होला। सो साथीहरू म चाहिँ अब यहाँनिर पुरै फोहोर गरिसकेँ। यहाँ हेर्नु त यहाँ देखाउनु त पुरै फोहोर गरेछ कि साथीहरूले अनि एकदमै फोहोर छ। अनि म चाहिँ सब बढाल्दैछु अनि सबै कोठाभरि फोहोर गरेछ साथीहरूले। अनि म चाहिँ बढाल्दैछु हातले नगर फोहोर हुन्छ। अनि म चाहिँ यहाँ पुरै बढालेर अब सफा गर्छु अनि बल्ल ठिक हुन्छ। सफा गर्नु पऱ्यो होइन साथीहरू त्यही भएर सफा गर्दैछु। रिटर्न खानुहोस् त। डस्टबिन हाल्नु भयो छोड्दै म बाहिर निकाल्छु। Subscribe. Hello. Like and subscribe. No, subscribe. हेलो साथीहरू नमस्कार। ल ठिक छ आजको चटपटे कस्तो रह्यो? साँच्चै गुड थियो? कतिको मिठो थियो? स्पाइसी कतिको थियो? धेरै थियो। साँच्चै नै मिठो भयो। मिङमार कस्तो छ? मिठो भयो? अनि यसो दाँत देखाउँ त। हिजो मैले झारिदिएको है साथीहरू दाँत पनि झारिदिएको मैले उसको। अनि सो साथीहरू उसको चाहिँ दाँत झारिदिएको मैले हिजो। अनि आज चाहिँ हामी सबैजनाले चटपटे खाइसकेका छौँ। अब चटपटे खाइसके पछाडि हामी चाहिँ क्लासमा जाँदैछौँ। अब क्लासमा हामी पढ्नेछौँ। अनि सबैजनाले उनीहरू चाहिँ सबैजना मेरो सब्सक्राइबरहरू हुन्। अनि उनीहरूको भिडियो हेरेर अनि फेरि अरूहरूले पनि माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला। सबै सब्सक्राइबरहरूलाई थ्याङ्क यू। ल सबैजनाले भनिदिनुहोस् त।